त्यही अनुसार गरेको आउने बाटो अप्ठ्यारो भयो 10-15 मिनट लेट भएको जापानको के अरे बेलायतको लागि त ठुलो टाइम भयो 15 मिनट ठिकै छ म एकछिन आफ्नो कुरा राख्नुभयो व्यापारी व्यवसाय रमाइलो भयो हिजो नि रमाइलो भएको थियो एकदमै सबैले म्युट गर्दैन म्युट गर्दैन अब एकैछिन जो यहाँ 250 जनाले हुनुहुन्छ युट्युबमा हुनुहुन्छ युट्युबमा हुने साथीलाई केही प्रश्न छ भने यता आएर पनि कमेन्ट गर्न मिल्छ उत्तारण प्रसाद भनेर अथवा दुर्गा प्रसाद भनेर सर्च गर्नुभयो भने लाइभ भएको एकाउन्टमा चाहिँ जोडिन सक्नुहुन्छ युट्युबबाट जसले हेर्दै हुनुहुन्छ यहाँ जोडिनु भयो भने माथि आएर पनि प्रश्न सोध्न मिल्छ समस्या केही छैन मैले अघि पनि भनिहालेँ अब सुभाष चन्द्र भट्टराई भनेर मैले चाहिँ कसरी चिन्छु भन्दा सेयर बजार यो बजार सम्बन्धी देशको अर्थतन्त्रवादी सबै जानकार विश्वविद्यालय हो मानिले जसरी माने पनि विरोधी पनि यति नै छन् बजारमा उ पनि त्यति सबैका त्यति त्यस्तै छन् सबै विषयमा जोड्न मिल्छ अब दाइ यहाँ जोडिरहँदा मैले सोधिदिएको अस्तिको निरन्तरता कार्यक्रम आजको बजार आज चाहिँ अलिकति पोजिटिभ हुन्छ कि भन्ने मेरो पनि चाहना थियो तथापि म हातेको छैन हामी कोही पनि हातेका छैन हामी यही केही विषयमा हामी 15-20 मिनट छलफल पनि गऱ्यौँ धेरै साथीहरू छलफल पनि गऱ्यौँ उहाँले आफ्नो विचार पनि राख्नु भएको छ अब दाइले यहाँभन्दा अगाडि गएर सर एकचोटि भन्न जानुपर्छ बजेट बन्दैछ अब प्रधानमन्त्रीले अब पर्सि मात्रै संसदमा जवाफ दिने कार्यक्रम छ र गभर्नरको विषय अहिले पेचीले भनेको त गभर्नरको विषयमा वास्तवमा के भएको छ अब दाइ त त्यही के विभाग घर नजिकको मान्छे केही छ कि भनेर ल अब दाइ बोल्नुहुन्छ हामी सुन्छौँ हामी तल सुनेका सबैले एकचोटि सबै सेयर बजारको ग्रुपमा सेयर अहिले धेरै साथी हुनुहुन्थ्यो सबैले एकचोटि फेरि सेयर गरिदिएर सब साथीहरूलाई त बोलाउनु पनि पऱ्यो साथीहरूले सुन्नु पनि हुन्छ सबैले सेयर गरिदिनु र ट्याप पनि गर्दै जानु होला जति गरिन्छ त्यति यो टिकटक चाहिँ के रहेछ भन्दा दाइ यो ट्याप गर्ने भनेको चाहिँ पैसा आउने होइन क्या कहाँ कतिलाई ट्याप गर्न लगाएर पैसा आएको होइन ट्याप जति गरिन्छ त्यति मुभ हुने रहेछ क्या कुद्ने रहेछ क्या यो कारमा पेट्रोल हालिसकेर रहेछ कि ट्याप भएपछि हजुरकोमा जाने हजुरले ट्याप गरेछ अर्कोमा जाने रहेछ कि यो मेन्सन गरेर यस्तो हामीले फेसबुकमा फलोवर्स भनेर मेन्सन गर्छ नि हजुरले लेख्नुहुन्छ नि फलोवर्स भनेर त्यो सबैले जान्छ नि त्यस्तै जति ट्याप हान्यो जति सेयर गर्यो त्यति हजुरको पनि एक्टिभ त्यो आइडी एक्टिभ पनि मेरो पनि आइडी एक्टिभ जस्तो मैले कुनै भिडियोहरू हाल्छु नि हाल्दा 20-30 हज़ार 40 हज़ार किन हेर्नुहुन्छ भन्दा मैले अरूलाई पनि सपोर्ट गर्छु र मैले सबैलाई ट्याप गरेर मेरो यो अकाउन्ट चाहिँ कुदिरहेको हुन्छ कि अलि कम हुनेको चाहिँ जसले गर्दैन जसले सपोर्ट गर्दैन यो टिकटकमा त्यसकोमा चाहिँ धेरै भ्यू जाँदैन कि भ्यू पनि जाँदैन सपोर्ट नगरेर टिकटकले सपोर्टै गर्दैन हुन्छ कि टिकटकको लागि टिकटक आफै एउटा व्यवसाय पनि त हो नि सपोर्ट गर्नलाई एकदम सपोर्ट गर्दो रहेछ यो पनि एउटा राम्रो छ ल ठिक छ अब ताई बोल्नुहुन्छ टिकटकको विषयमा चाहिँ कुरा यति भइहाल्यो ल अब बोल्न थालौँ हस् ल सम्पूर्ण लगानीकर्तालाई आज 2082 सालको वैशाख 21 गते आइतबारको दिन बेलुका नेपालको टाइममा 9:25 सम्पूर्ण साथीलाई उत्तानो प्रसादको यो टिकटकमा हामी सम्पूर्ण साथीलाई स्वागत गर्दै मेरा केही स्टक मार्केट सम्बन्धीको इन्साइट राख्न चाहन्छु हामीले सोचेको दिनमा आजको दिन चाहिँ जुन बजेटको नीति तथा कार्यक्रममाथि प्रकाश भएको थियो त्यो कार्यक्रमको हिसाबले आज बजार 21 देखि 34 अङ्कसम्मको बढोत्तरी देखिन्छ भन्ने बजार चाहिँ -1 मै देखियो यसमा हामीमा केही लगानीकर्तामा केही अलिकति कन्फिडेन्स लेभल हाई नभएको जस्तो मलाई एउटा भान दोस्रो चाहिँ बैंक वित्तीय संस्थाले जुन उहाँहरूको ब्यालेन्स सिट प्रकाशित गरिरहेको थियो त्यो ब्यालेन्स सिट प्रकाशित गर्दाखेरि रिटर्नको हिसाबले चाहिँ अलिक कम हुन्छ कि बा भन्ने अनुमान ठुला लगानीकर्ताले गरे कि भन्ने मेरो भित्री आशय चाहिँ हो हामी शेयर बजार भनेको रिटर्नकै हिसाबमा हेर्नुपर्छ हामी मार्केट एउटा सेन्टिमेन्ट अथवा मार्केटको रिटर्न मार्केटको बेनिफिट अनि स्टकले दिने बेनिफिट दुईटा बेनिफिट मध्ये इन्भेस्टरले हेर्ने भनेको स्टकले दिने बेनिफिट नै हेर्ने गर्छन् र कहिलेकाहीँ मार्केटको बेनिफिट पनि लिन मिल्छ मार्केटको बेनिफिट बजेट यो नीतिको रूपमा नराम्रो आएको थिएन राम्रो आएको थियो त्यो राम्रो आएको हुनाले नै आजदेखिको बजारको माहौल फरक देखिन्छ भन्ने हाम्रो अनुमान अनुरूप बजारले त्यो आजको दिन देखाएन तर देखाउन चाहिँ देखाउँछ यसले नेगेटिभै लिएर बजारलाई बेरिस्ता लाँदैन पोजिटिभ रूपमै अगाडि बढाउँछ जोसँग आफ्नो फन्ड छ फन्डले चाहिँ स्टक किने हुन्छ जोसँग फन्ड छैन र सेयर किन्नु भएको छ भने बजार बढेको छैन भने नेगेटिभ तरिकाले चाहिँ सामाजिक सञ्जाल कोर्नु भएन सामाजिक सञ्जालमा जुन तपाईँ हाम्रो लेखाइ छ त्यो लेखाइले आम मान्छेलाई उसको धारणा बदल्ने हो कि स्टक मार्केटमा इन्भेस्ट गर्ने हो भन्ने कुरा चाहिँ आम साइकोलोजी यो सामाजिक सञ्जालबाट बुझ्छन् अधिकांश मानिसले सामाजिक सञ्जालमा शेयर बजारको नेगेटिभ पार्ट नै लेखिरहेको वा घाटा लेखिरहेको चाहिँ छ
अब सबैले नोक्सान र घाटा मात्रै खाए लेख्यो भने नयाँ मान्छे नयाँ पैसा लिएर बजारमा किन आउने, सबै घाटा हुने ठाउँ रहेछ भन्ने भयो भने हैन। त्यसकारण नयाँ पैसा पनि बजारमा आउनु चाहिँ पर्छ। बजारमा आउन उहाँहरूलाई बोलाउने नै हो। जति हामी होल्डरहरू बढ्दै गयौँ, जति लगानीकर्ता व्यक्ति बढेन भने पनि उहाँहरूको फन्ड पैसा चाहिँ बजारमा बढ्दै गयो भने बजारले बुलिस लय चाहिँ समाउँछ। र यो हामी बुलिस लयकै हिसाबमा छौँ र लामो अवस्थासम्म हामी साइडवेज खेलेका छौँ। बेरिस कालखण्डबाट एउटा बुलिस कालखण्डमा, अर्थात् हामी बेरिस कालखण्डबाट एउटा बेरिसको सुरुङबाट निस्केर बुलिस चक्रमा छिरेका चाहिँ छौँ। बुलिस चक्रमा जुन बिन्दु पुगेको थियो त्यो बिन्दुभन्दा धेरै तल हामी चाहिँ छौँ। त्यो बिन्दुभन्दा धेरै तल भनेको मतलब लगभग 300-400 अङ्ककै तल छौँ र हामी लामो अवधिसम्म साइडवेज खेलेका छौँ। अब रह्यो टाइम फ्रेमबाट कुरा गर्ने भए, टाइम फ्रेमबाट प्रत्येक वर्षका बेरिसबाट बुल जाँदाखेरि वैशाखको 7-8 गतेदेखि नै बजारले चाहिँ माहौल समाउँदै जान्थ्यो। यो बेला चाहिँ माहौल समातेर लिएर गइरहेको अवस्था चाहिँ छैन, तर लिएर चाहिँ जान्छ। लास्ट इयर 46 दिनमा हामीले लगभग 50 दिनभित्र भनौँ 50 वटा दिनभित्रै हामीले 1000 अङ्कको बढोत्तरी देख्यौँ। यस्तो बढोत्तरी यो वर्ष पनि देख्न चाहिँ सकिन्छ। पोहोर साल असारको 14-15 गतेदेखि लिएर हामी साउनसम्ममा धेरै राम्रो अङ्क देखेका थियौँ। त्यस्तै यो कालखण्डमा पनि हामी देख्ने नै छौँ। त्यसकारण पैसा हुने मान्छेलाई अवसरको रूपमा दिएको चाहिँ छ। अब कुनै स्टकमा बबल क्रिएट भएको छ, बुल बजारले लिएको छ, सेक्टर वाइज पनि लिएरै आएको छ, तर सधैँ त्यस्तो हुन्छ भन्ने चाहिँ सोच्नु हुँदैन। हामी जङ्क स्टकहरू नबढोस् बजारमा भन्ने धारणा राख्ने मानिसभित्रमा पर्छौँ। जङ्क स्टक बढ्दा लगानीकर्ता वा जो लङ टर्म राखिरहन्छ वा जसले चाहिँ त्यसैलाई एभरेजिङ गर्छ त्यस्तो मानिसले लामो अवधिमा नोक्सान खेपेको चाहिँ छ। जुन कम्पनीलाई कम्पाउन्डिङ गर्न सकिन्छ, कम्पाउन्डिङ को मुनाफा देखाउन सक्छ, त्यस्तो स्टकहरू चाहिँ महँगोमा किने पनि फ्युचरमा फेरि त्यसको किताहरू थपिँदै जाँदाखेरि त्यसको ग्रोथहरूले गर्दा त्यो लङ टर्म इन्भेस्टरहरूलाई मुनाफा भएको अवस्था चाहिँ हो। यो बेरिस कालखण्ड र पहिलाको बेरिस कालखण्डमा ताजुकको फरक छ। पहिलाको बेरिसको कालखण्डमा अधिकांश कम्पनीले अलिअलि भए पनि बोनस सेयर दिन्थे र किताहरू थुपारिएका थिए। यो पल्टको बेरिस कालखण्डमा धेरै कम्पनीले बोनस सेयरै दिएनन् र दिन पनि सकेनन् र दिए पनि थोरै मात्रै बोनस सेयरहरू चाहिँ हाम्रो इन्भेस्टरको खातामा जम्मा भएको अवस्था चाहिँ छ। अब कुनै बेलाका 5 वर्षमा हामीले कुनै कम्पनी 70-80% को कुरा नगरौँ 50 टाइम हैन 50 टाइमसम्म बढेको हामीले देखेका थियौँ भने यो पल्ट चाहिँ त्यस्तो अवस्था चाहिँ छैन। तथापि बेरिस कालखण्डमा पनि राम्रा स्टकहरू डबलका प्राइसमा भए, जुन चाहिँ हामीले सामाजिक सञ्जाल टिकटक वा फेसबुक वा क्लब हाउसमा आएर पनि बोलेका थियौँ। एनआरआइसी र एचआरएल यी कम्पनीहरू चाहिँ लिए, तथापि बैंक वित्तीय संस्थाले चाहिँ हामीले सोचेको जस्तो लिन सकेनन्। कारण त्यसको एनपिएल हैन अहिले चाहिँ आएर सरकारले केही न केही नीतिहरू बनाउने र राम्रो नीति बनाउँछु भनेर देखाइसकेको र बजेटमा यी कुराहरूको जोडेर लिएर जाँदा बजारले राम्रो प्रभाव पर्ने सम्भावना चाहिँ मैले देखेको छु। त्यसकारण अहिले गोजीमा पैसा नभएर किता चाहिँ होल्ड गर्न सक्नुपर्छ। अब स्टक चाहिँ तपाईले नै पत्ता लगाउनुपर्छ। हामी स्टकका कुरा चाहिँ गर्ने छैनौँ। किता चाहिँ कम्पनीहरू चाहिँ छन्, पोटेन्सियल कम्पनी छन्, ग्रोथ कम्पनी छन्। ती हिसाबले अब टोटल बजारको सेन्टिमेन्ट, मार्केट सेन्टिमेन्टसँग तुलना गर्ने भए र त्यही सेन्टिमेन्टबाट म खेल्छु अनि ट्रेडकै हिसाबले म कमाउँछु भन्यो भने त्यस्तो ठाउँमा गुमाउने पनि बढी चान्स हुन्छ। जे कुरा प्लस छ त्यसलाई हामी नेगेटिभ पनि हेर्नुपर्छ। मार्केटमा म कमाउँछु भन्यो भने मार्केटमा म गुमाउन पनि सकेको हुन्छु भन्ने सम्झिनु हामीले चाहिँ पर्छ नै हैन। यो मार्केट हो, यो मार्केटले तपाईलाई मिस्टर मार्केट जतिखेर पर्फेक्ट नै हुन्छ, हामी पर्फेक्ट हुन सक्दैनौँ र पर्फेक्ट प्र्याक्टिस मेक अ मेन पर्फेक्ट हामी सबलाई थाहा छ। तर स्टक मार्केटमा चाहिँ पर्फेक्ट प्र्याक्टिस इज अ मेन पर्फेक्ट। यहाँ चाहिँ प्र्याक्टिस पनि पर्फेक्ट गर्नुपर्छ भनेर हामीले चाहिँ सम्झिनुपर्छ। अहिले म यति कुरा राख्दै बिदा हुन्छु। 1 मिनट पछि म फेरि आउँछु। एउटा इमर्जेन्सी फोन आयो।